मुखबाट दुईपटक हामीले घाइतेलाई हावा दिने तरिका हुनुपर्छ ल। यो सिलिकन बडीवाला डमी हो। अब यसको मेन पोइन्ट थाहा पाउनुलाई कहाँ दिने सिपिआर थाहा पाउनुपर्छ ल हजुरले। मेन छातीको बिचमा करङ हुन्छ नि होइन, बिचमा थाहा छ हजुरलाई, करङको बिचमा यहाँ बिचमा हड्डी छ, यसलाई जिफाइड बोन भन्छ। जिफाइड भनेको तेस्रो आकारको हड्डी हो यो, बुझ्नुभयो। तल जाने अब यसको पोइन्ट थाहा पाउनलाई स्तनको निप्पलबाट यो करङ भयो अनि ठक्क बिचमा आउने, बुझ्नुभयो। यो बिच भनेको चाहिँ तपाईँले यदि यो पोइन्ट यो थाहा पाउनु पऱ्यो कि हड्डी त्यो करङ यहाँसम्म छ होइन। यो मैले स्तनको निप्पल किन भनेको भने चाहिँ यहाँबाट तपाईँलाई बेस लाइन भन्छ क्या पोइन्ट थाहा पाउनलाई। आइसकेपछि बिचमा आउनुभयो अनि यहाँबाट 2 औँला तल जानुहोस्, यो यसको पोइन्ट हो। यो थाहा पाउनुलाई पोइन्ट। अब यो घाइतेलाई चाहिँ लुगा नखुल्नु होला, यहाँ सिकाउन खोलेको तपाईँलाई पनि ल। ठ्याक्कै देख्नुभयो यहाँ, ठिक छ। यो करङको हड्डी बिचमा जिफाइड बोर्ड पोइन्ट 2 औँला तल यो पोइन्ट हामी सिपिआर गर्छौँ केले यसले प्रेस दिन्छ ल सिपिआरमा। यो प्रेस भनेको यसले सरल मिक्सिनु भयो। स्तनको निप्पल र करङ यो किन भनेको निप्पल भने चाहिँ यो पोइन्ट थाहा पाउनु, किनकि यो हड्डी यहाँ तलसम्म हड्डी हुन्छ नि त। आयो आएर तल आउने अनि यहाँ 2 औँला तल, यो भनेको यसको पोइन्ट। तपाईँले यो ठ्याक्कै करङ थाहा पाउनु भने यहाँबाट 4 औँला जाने यतापट्टि यही पोइन्ट हो। 4 औँला यसरी आउने हजुर, त्यो पोइन्ट भन्छ क्या सिपिआरको पोइन्ट। सिपिआरमा गएर